पहिला गइदिन्छु भन्ला फेरि तलाई अरे फेरि भन त त्यति मान्छे मारे त्यो पनि लाज लाग्दैन बिचरा तिमी पनि त्यस्तै रहेछौ एकचोटि आफ्नो बाबुसँग गएर सोध त कसलाई भोट दिनुभयो भनेर उहाँले पनि घन्टी छापलाई नै भोट दिए होला के तिमी चाहिँ बिचमा आएर गृहमन्त्री राजीनामा दिए उहाँलाई नियम थाहा नभने उहाँको सल्लाहकारहरू हुन्छ के उहाँको सल्लाहकारहरूले हो उस गर्ने यो ठिक छ यो बेठिक छ भनेर बुझ्यौ नि ए दिदी पहिला त कान काट्छु भन्नुभएको थियो अहिले त तपाईँलाई नाकै काटेर उस गर्नुभयो ओहो हाम्रो केपीबा निर्दोष साबित गर्न पर्यो भन्नुभयो तपाईँले आफै निर्दोष साबित गर्नु पर्यो क्या अब गर्न पर्यो निर्दोषलाई लहर कसरी थुनिन्छ घरबाट थुतेर लहर एउटा सहकारी ठगेको होइन हाम्रो केपीबाले हाम्रो नेपालमा फेरि कहाँ कहाँदेखि आउँदो रहेछन् के यस्तो बुद्धिजीवीहरू आन्दोलन कहिलेसम्म हुन्छ दिदी हाम्रो आन्दोलन हाम्रो केपीबाले रिहाई नगर्दासम्म हुन्छ थाक्नुहुन्न दिदी के को थाक्ने हो दिदीले त रेडबुल खाएर पो आउनु भएको छ त त्यही भएर त यति इनर्जी आछ त दिदी तपाईले जेन्जी आन्दोलन कसरी लिनु भएको जेन्जी आन्दोलनमा के भन्न चाहनुहुन्छ जेन्जी आन्दोलन हामीले गरेको आन्दोलन होइन त ए दिदी धेरै नबोलके फेरि स्कुलमा तेरो छोरा छोरीलाई पनि मेरो आमा हो भन्न लाज लाग्ला नेतालाई पार्टी अध्यक्षलाई चाहिँ जेन्जी आन्दोलनको आरोपी लगाइरहेको छ प्रमाण ल्याउनु पर्यो गोली केही बात थिएन प्रमाण चाहिँ के चाहियो र उहाँले गल्ती नगरेको भए किन भाग्नु पर्थ्यो भाग्नु हुन्थेन नि